आज भित्रमा तिमीलाई जानु दिन्न यी बाहिर पसाल्ने गर्मी छ गर्मी टाइममा गर्मी नभएर के हुन्छ त मान्छे फेरि बाहिर छतमा आउने मलाई रिस उठेको के किन तिन चप्पल किन फाल्नु भयो अरे हिजो म लोटिसकेको थिएँ किन युज गर्नु भयो फिसी लिएर पुरा एकदम तलबाट सबै गइया छन् च्याथिया छन् अनि 6 वर्ष पहिलेका चप्पल लगाएर अब हुन्छ त तपाईलाई फाल्दिम त फाल्दिम तपाईलाई म र चप्पलमा धेरै फरक छ नि कति वर्ष पुरानो भयो तिमीमा त कति वर्ष पुरानो भयो फाल्दिनुस् मलाई पनि मान्छेमा र अनि चाहिँ चप्पलमा धेरै फरक पर्छ युज गर्ने युज एन्ड थ्रु हैन युज एन्ड थ्रु 6-7 वर्ष पहिलाका चप्पल गाइस मैले यहाँ फालेको छु यसरी पुरा एकदम रुइरहन्छन् हिजोबाट रुन लाग्यो नि रुइहरू फेरि कम्फर्टेबल जे चिजमा मान्छे कम्फर्टेबल हुन्छ नि त्यो चिज जब तबसम्म टिक्छ नि युज गर्नुपर्छ टिक्नेसम्म टिक्यो अब खतम भइगयो त अनि किन मलाई त यिनी घिसेर कस्तो भएन अनि इन चप्पल लगाएर नि अब फेरि कोही लोटेपछि कोही बाथरुममा यिनी पनि यस्तो भयो यहाँ नि यहाँबाट यसरी गएर नै बाहेन तिनी बाहेन नजु जामै आज चप्पल किन्नु जाम न त मैले नजाम भनेको छु र छिटो जाम अच्छा अस्ति मलाई के भन्नु बार त मैले बाहिर रातिलो निम्बु टिप्दा क्या गर्न लाग्यो तिमीले बाहिर यसको निम्बु टिपेर ल्याउन सक्दिनौ तिमी मलाई त्यहाँनिरबाट एउटा निम्बु टिपेर ल्याइदिनुहोस् त जानुहोस् एउटा मलाई निम्बु टिपेर ल्याइदिनुहोस् त निम्बु टिपेर ल्याइदिनु न यति त निम्बु टिपेर म ल्याइदिन्छु त्यो ठुलो कुरा थोरै हो हाइट पुगेन अनि तिमी हाइट नपुग्ने मेरो गल्ती हो अहिले त कमसेकम दिउँसोमा देखिया छ रातिनो त झन् मैले लाइट लगाइ हेरिरहेको थिएँ मैले यस्तो आधा घन्टा लगाइरहेको थिएँ त्यही भएर भनेको मैले आधा घन्टा भएको निम्बु टिप्दैछु नि के गर्दैछु उहाँ र भोक लाग्छ छिटो खाने भनेर लगाइ एउटा निम्बु टिप्छु भनेपछि मलाई खानु नै थिएन अनि किन खायो त तिमीलाई मैले खाने मैले भन्थे त यहाँनिर निम्बु छ निम्बु भन्छन् सिकाइज यसलाई यो सुन्तला हो तर यसलाई निम्बु भन्छन् सुन्तला खाया नखाया मान्छे सुन्तला देखेर पुरा हैरान बेकारमा उल्लु बनाइदिन्छन् यार उल्लु बनाइदिन्छन् बेकारमा यो सुन्तला हो क्या ए सुन्तला यो सुन्तला यो हो तर यसलाई के भन्छन् गाइस यो निम्बु हो अरे ओरेन्ज हो क्या ओरेन्ज अब यो खुर्सानीलाई के भन्छौ तिमीले यो खुर्सानीलाई खुर्सानी होइन भन्छौ यसलाई चिल्ली अनि त्यो गुलाबलाई के भन्छौ गुलाबलाई गुलाब होइन भन्छौ डल्ले चिल्ली डल्ले चिल्ली बेकारमा ए रोज पिङ्क रोज अनि भिन्डीलाई के भन्छौ त लेडी फिङ्गर लेडी फिङ्गर लेडिज फिङ्गर आज के भन्दैछ हाम्रो सीताको किचनमा भित्र केही भन्दै छैन मलाई खानै नबनाउनु भने आज किन मेरो सरजीले दाल भात पकाउनु भन्नुभयो मात्र दाल भात पकाउनु लाग्छ तपाईँले भने त पकाउनै थिएन मैले त दाल भात भने आएन मैले अनि गर्मीले जता हेऱ्यो त्यतै राम्रो गाइस यस्तो छ हिजोसम्म किचन यहाँ अब आज हेर्नुहोस् यो यसमा प्लेट राख्नको लागि यो गाइस ल टक्क लगाएर प्लेट राख्ने एकदम बेस्ट छ यसमा हैन अनि त्योभन्दा तलटा चामल राख्ने गरेको छ फेरि चामल अनि आटा गिल्ला त राख्ने नै हुन्न क्या गिल्ला सब पुछेर राख्ने हो पुछ्मा फेरि आलु अनि प्याज साफ गर्नुपर्छ भाइबाट मात्र देख्न मात्र 2.5 किलो भने के गर्ने र भित्र शक्ति छैन अनि 2.5 किलो पनि हुन्छ सीता काजीले आज दाल भात मात्रै बनाउनु लाग्छ नि भने माछा बनाऊ भने पनि मान्दैनन् यसो लाएर खसीको मासु बाख्राको मासु अथवा माछाहरू टक्क ब्रोइलरको मासु यसो अनि फ्राई तरीवाला अनि रोस्टवाला यसो हुन्छ नि कहिलेकाहीँ हुन्छ नि यसो लाएर दाल त साँझको लागि पनि बनिहालेछ साँझ मैले बनाउनु पर्दैन किन अरू केही छैन नि भाडा त्यो के छ त्यो पुण्यले हाल न भात यार के चमचले हाल्छ नि यार भात पनि त्यो टिफिन एकचोटिको भरिन्छ एक पुण्य हाल्ने हो भने कति चमच हाल्नु पर्यो देखेन एक्सर्साइज ढिला पनि त भइरहेको नि सुनाइदेऊ न ओके अस्ति हेरे गरेर एक
डक्टरले नि तिम्रै रूप देख्छ रे यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु छ र बस्यो दिलभित्र है है अब त के हो त लाग्यो खतरा बनेछ त म हमेसा खतरा दिदी पो ए हो र म हमेसा खतरा दिदी